आज चाहिँ मेरो घरमा दसैँभन्दा कम रमाइलो थिएन। मेरो जेठानी चाहिँ गाउँबाट आउनुभएको थियो, त्यही भएर हामीहरू चाहिँ आज रमाइलो गर्छौँ। आउनुहोस् हजुरहरूलाई म आजको दिनको सुरुवातबाट देखाउँछु। सम्पूर्णलाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ मेरो घरमा पाक्दैछ अर्ग्यानिक तरकारीहरू। आलु चाहिँ किनेको, चिप्ली भिन्डी, भ्यान्टा, टाटे सिमी सम्पूर्ण चाहिँ मेरो आफ्नै बारीमा फलेको। त्यसपछि खाना पकाइसकेपछि म चाहिँ लागेँ लुगा धुन। लुगा धोइसकेपछि एकछिन रेस्ट गरेँ। रेस्ट गरिसकेपछि मेरो जेठानी चाहिँ छोरा बिरामबाट हस्पिटल लिएर आउनुभएको थियो। उहाँहरू पनि हस्पिटल गएर आएर एकछिन रेस्ट गर्दै हुनुहुन्छ। त्यसपछि खाना खाइसकेवरी हामीहरू लाग्यो तरकारी किन्नलाई। तरकारी किन्न जाँदै थियो। मेरो पुन्टु चाहिँ यसरी टुल्टुलो हेरिरहेको थियो। तरकारी किन्न चाहिँ हामी आमा छोरा जाँदै थियौँ। तरकारी किन्नको लागि चाहिँ म हाम्रै नागार्जुन नगरपालिकामा रहेको सप्तरङ्गी किराना स्टोरमा जाँदै थिएँ। त्यो चाहिँ पुरानो चाहिँ अलिक माथि थियो, अहिले चाहिँ नयाँ ब्रान्च खोलिएको छ। त्यहाँ चाहिँ हजुरहरूले घरमा चाहिने सम्पूर्ण तरकारीदेखि लिएर घरमा चाहिने सामग्रीहरू, फलफुल सुपथ मूल्यमा पाउनुहुन्छ। यहाँ चाहिँ सम्पूर्ण घरायसी सामान पाउनुका साथसाथै बेकरी आइटम, दुध आइटमहरू पनि पाउन सक्नुहुन्छ। त्यही भएर हजुरहरू पनि एकचोटि आएर भिजिट गरिदिनु होला भन्दै तरकारी लिएर आएर म चाहिँ घर आइपुगिसकेँ। मैले के किनेँ त सप्तरङ्गीबाट भन्दाखेरि तरकारीहरू एकदम सुपथ मूल्यमा पाउने भएर तरकारीहरू, घरमा चाहिने सामग्रीहरू लिएर आएको थिएँ। त्यसपछि चाहिँ हामी लाग्यौँ खाजा खान। खाजामा चाहिँ चिया र बिस्कुटहरू थियो। त्यसपछि हामीले लिएर मिठो मसँग गफ गर्दै चिया खाने थियौँ। पानी पर्न लागेको हुनाले हतार हतार लुगा टिप्न हामी कौसीतिर लाग्यौँ। पानी आएको हुनाले लुगा टिपेर हामी तल झर्दै थियौँ। छोरी पनि स्कुलबाट आइसकिन्। उनीहरूलाई खाजाहरू दिइसकेपछि हामी लाग्यौँ बेलुकाको खाना बनाउन। बेलुकाको तरकारीमा चाहिँ थियो फर्सी। यो चाहिँ स्वास्थ्यलाई एकदम राम्रो हुने भएकाले मैले चाहिँ आज फर्सी पकाएको थिएँ। खानासाना पकाइवरी बच्चालाई खाना खुवाएर म चाहिँ मेरो पुन्टु दिदीलाई एकछिन बाहिर डुलाउन लिएर हिँडेँ। त्यसपछि रमाइलो त गर्नै पर्यो। त्यसपछि छोराले चाहिँ मम्मी म गीत गाउँछु मादल बजार भन्न थाल्यो। उसको एकछिन गीत हजुरहरूले पनि सुनिदिनु होला है त। उसको गफ यति मिठो छ होइन। एकछिन गीत गाउँछु भने उसको चाहिँ गफ गर्दैछ है। गीत मात्रै गाएर रमाइलो भन, अब एकछिन नाचगान गरौँ भन। हामीहरू चाहिँ एकछिन नाचगान गर्न थाल्यो। छोरा चाहिँ मादल बजाउने, ठुलो मम्मी दिदी चाहिँ गाउने गर्न थाल्यो। यस्तै गरेर आजको मेरो रमाइलो गरेर आजको दिन बित्यो। हजुरहरूको दिन शुभ रहोस् भन्दै मेरो ब्लग एन्डसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद गर्दै आजको ब्लग एन्ड गर्दछु। हस् त, गुड नाइट, बाई बाई। तिम्रो साउलो जय आयो।